उनीहरूले मन्दिरको काम गर्नका लागि उनीहरूलाई छुट्याएका थिए। अनि उनीहरू चाहिँ सम्पूर्ण प्रकारले उनीहरू चाहिँ मण्डलीमा ल्याइने बलिदानहरूप्रति चाहिँ उनीहरू निर्भर रहन्थे। उनीहरूको कुनै आफ्नो खेती हुन्थेन, उनीहरूलाई कुनै आज भाग इजरायलमा दिएन, किनभने उनीहरूको भाग नै परमप्रभु हो भनेर पुरानो भाषाबाट छाया देख्छौँ। यसको मतलब अब हामीले पुरानो व्यवस्थाको लेवी व्यवस्थालाई नै पछ्याउने हो त भन्ने कुरा होइन, तर नयाँ भाषामा आएर पनि के भन्छ सेवा गर्नेको सन्दर्भमा, हैन? महत्त्वपूर्ण कुरा तपाईँलाई मैले यहाँनिर आज थाहा पाइराख्नुपर्छ है। आउनुहोस् त यो कुरा चाहिँ तपाईँले तिमोथीको पुस्तक 5 अध्यायको 17 पद र 18 पद पढ्नुहोस्। पहिलो कोरिन्थी 5, 17 र 18 पद पढ्नुहोस् त। जुन प्राचीनहरूले पढ्नुहोस्। जुन प्राचीनहरूले हजुर राम्ररी शासन गर्दछन् उनीहरू 2 गुणा आदरका योग्य मानिउन्। अनि विशेष गरी उनीहरू जसले वचन र शिक्षामा परिश्रम गर्दछन्। अनि त्यसपछि किनकि पवित्र शास्त्रले भन्दछ तिमीले दाइ गर्ने गोरुलाई मोहला नलाइदिनु अनि मजदुर आफ्नो ज्यालाको योग्य हुन्छ। दाइ गर्ने गोरुलाई नि तिमीले के नलाउनु? मोहला नलाउनु, अनि मजदुर चाहिँ आफ्नो ज्यालाको योग्य हुन्छ। अब यो कुरा त व्यवस्थाको पत्रीमा भनिएको थियो, व्यवस्थाको पुस्तकमा पनि आउनुहोस् त, त्यहाँनिर पनि आज यो कुरा बताइएको थियो। तपाईँले व्यवस्था डिट्रोनोमी 25:4 व्यवस्था विवरणको पुस्तक 25 को 4 पद पढ्नुहोस् त। दाइ गर्दा तिमीले गोरुको मुखमा मोहला नलाउनु। हेर्नुहोस् यहाँनिर अब एउटा गोरुले, यसकारण हाम्रो पहिला थुप्रो धान खेती गर्थ्यौँ हामी, अनि 3 हल 4 हल गोरु यसरी लहरे बाँधेर हामीले त्यो धानमाथि गोरु खेद्नु पर्थ्यो क्या। अनि त्यो धान खेद्दाखेरि चाहिँ गोरुले धान नखाओस् भनेर मोला लगाइदिन्थ्यो। अनि बिचारा त्यो गोरुले नै जोतेर उब्जाएको धान हो, त्यो गोरुले नै त्यो बाँझो फुटाएको, गोरुले नै हिलो बनाएर खेत बनाएर रोपेर उब्जिएको धान, तर त्यो गोरुलाई एक घाँस खानु दिन्थेन क्या। मान्छे कति अपराधी है, कुटी गर्थे। तर मेरो बाजे चाहिँ अनौठो खालको मान्छे थियो। बाजेले चाहिँ गोरुलाई कुटेको देखे कि त कतिखेर स्वाट आउँदै थाहा हुन्थ्यो। गोरुलाई भन्दा बेसी दिन्थ्यो, दुख्यो भन्थे त्यसपछि क्या, त्यसलाई पनि दुख्छ त्यसरी नै। अनि बाजेले के भन्थ्यो, मोला नलगा, त्यसले कमाएको त्यसले खाएर उब्रेको खानुपर्छ हामी भनेर क्या। हेर्नुहोस् त परमेश्वरको वचनले आज कति न्यायपूर्ण कुरा गर्छ। दाइ गर्ने गोरुलाई मोला नलाउनु। एउटा परमेश्वरको सेवा गर्नेहरू चाहिँ दाइ गर्ने गोरुहरू जस्तो हो क्या, जसले चाहिँ फसल उगाउनका लागि चाहिँ उसले खेतबारीमा के गर्छ? काम गर्छ, परिश्रम गर्छ। काम गर्ने परिश्रम गर्ने थिस्सलुनिकेको पुस्तकमा आउनुहोस् त। यसैले यहाँनिर भन्छ परमेश्वरको सेवा गर्नेहरू चाहिँ परिश्रम गर्ने 5 अध्याय, पहिलो थिस्सलुनिके 5 अध्यायको 12 र 13 पद पढ्नुहोस्। पहिलो थिस्सलुनिके 5 को 12 र 13 पढ्नुहोस् त। अनि भाइहरू हो हामी तिमीहरूलाई बिन्ती गर्दछौँ जसले तिमीहरूको बिचमा परिश्रम गर्छ, जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन्, र तिनीहरूलाई शिक्षा र चेतावनी दिन्छन्। उनीहरूलाई चिन अनि र उनीहरूको कामको कारणले प्रेम साथ उनीहरूलाई साह्रै बेसी आदर गर अनि आपसमा मेलमिलापसँग बस। कस्तो कुरा छ, जसले तिमीहरूको बिचमा परिश्रम गर्छ, जसले मेहनत गर्छ, त्यो परिश्रम र मेहनत गर्न साह्रै बेसी आदर र के गर प्रेम गर भन्छ क्या। यसको मतलब तिम्रो खेतमा जोत्ने गोरु जसले तिमीलाई फसल दिन्छ, उसलाई तिमीले के गर? मोला नलाऊ, उसलाई माया गर, आदर गर। यसकारण मण्डलीमा नि परमेश्वरको सेवा गर्नेहरू चाहिँ नि आज त्यो गोरु जस्तो हो, जसले तपाईँको खेत जोतिदिन्छ। यसकारण उसलाई आज हामीले माया गर्नु, आदर गर्नु। अनि यो कुरा चाहिँ तपाईँले बुझिराख्नुहोस्, जसले ख्रीष्टलाई प्रेम गर्छ त्यसले मण्डलीलाई प्रेम गर्छ, जसले मण्डलीलाई प्रेम गर्छ त्यसले मण्डली चराउने गोठालालाई प्रेम गर्छ।
यो सत्यता। जसले म ख्रीष्टलाई प्रेम गर्छु भन्छ, प्रभुले भन्नु कसैले यदि मलाई प्रेम गर्छ भने त्यसले आफ्नो भाइलाई प्रेम गरोस् भन्छ क्या, मण्डलीलाई प्रेम गरोस्। अनि यदि कसैले मण्डलीलाई प्रेम गर्छ भने त्यो मण्डली चराउने गोठाला चाहिँ कस्तो होला, यत्रो मण्डलीलाई आज पानी खुवाउने घाँस खुवाउने त्यो गोठाला चाहिँ कस्तो होला भन्छ नि। कोही बेला राम्रो गार्डनमा फुल देख्छौँ कि अनि सोधिहाल्छ कसले रोपेको हो भन्छ नि, होइन? कसैले त्यो मेहनत गरेर त्यो बगैँचामा सुन्दर सुन्दर फुलहरू फुलेको छ। हामी बगैँचाको सुन्दर फुलको सुन्दरता चाहिँ हेर्न चाहन्छौँ, तर कतिपल्ट हामी सोध्दैनौँ कसले रोपेको हो, कसले पानी हालेको भनेर नि। आज मण्डलीमा नै ठुल्ठुलो उन्नति र प्रगति चाहिँ हामीलाई मनपर्छ, तर त्यो उन्नति र प्रगतिको लागि गोरु जस्तो भएर जोतिनेहरू चाहिँ नि हामीले बिर्सिँदै जान्छ। त्यसैले हाम्रो मण्डलीको अगुवाहरूलाई हामीले सल्युट गर्नुपर्छ, उनीहरूलाई सम्झना गर्नुपर्छ, उनीहरूलाई हामीले आदर गर्नुपर्छ, जसले मण्डलीको निम्ति जिइरहेको हुन्छ। त्यस कारण परमेश्वरको सेवकहरू त अझै जसले आफ्नो सपनालाई तिलाञ्जली दिएको छ क्या, उसको सपनाहरू संसारमा पनि राम्रो राम्रो आज चिजहरू हासिल गर्ने सपना मान्छेको हुन्छ नि, त्यो सबै सपनालाई पोका पारेर फ्याँकेर प्रभुको घरको सेवा गर्न, तपाईँको सेवा गर्न, तपाईँ बिरामी हुँदा तपाईँको लागि प्रार्थना गरिदिन आइदिन त्यो सेवक सेविकाले जीवन दिएको हुन्छ। तपाईँको छोरा विदेशमा होला, कहाँ होला, तर साह्रो पर्दाखेरि नि त्यो सेवा गर्ने आएर तपाईँलाई रुँगिरहेको हुन्छ, तपाईँलाई हस्पिटल लान्छ। त्यस्तो सेवा गर्ने सेवक सेविकाहरूलाई आज यी दिनहरूमा मण्डलीमा कति नमिठो व्यवहारहरू